जेनजी आन्दोलनका मागमा एमालेको समर्थन, तर हिंसा र विध्वंसमा कडा आपत्ति। मीनबहादुर शाहीको गर्जन। भ्रष्ट हुनुभन्दा विनाश हुनु ठिक। राप्रपाले ल्यायो चुनावका लागि सबैभन्दा कडा नारा। ओली नै किन? एमालेले सार्वजनिक गर्यो केपी ओलीलाई भोट हाल्नुपर्ने 30 वटा बलिया कारण। नमस्ते, राजनीति न्युज नेपालमा स्वागत छ। फागुन 21 गते हुन लागेको आम निर्वाचनको काउन्टडाउन सुरु भइसकेको छ। नेपालको राजनीति अहिले एउटा यस्तो मोडमा छ जहाँ एकातिर पुराना दलहरू आफ्नो अस्तित्व जोगाउन लडिरहेका छन् भने अर्कोतिर नयाँ पुस्ताको जेनजी आन्दोलनले देशको सत्ता समीकरण नै हल्लाइदिएको छ। आजको यस विशेष भिडियोमा हामी एमालेको नयाँ रणनीति, राप्रपाको आक्रामक नारा र बालेन रवि गठबन्धनको प्रभावका बारेमा विस्तृत चर्चा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला। एमाले र जेनजी आन्दोलन। सुरु गरौँ आजको पहिलो मुख्य समाचारबाट। नेकपा एमालेका प्रचार संयोजक मीनबहादुर शाहीले शनिबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबारे पार्टीको आधिकारिक धारणा राख्नु भएको छ। शाहीका अनुसार सुशासन र भ्रष्टाचार न्यूनीकरण जस्ता आन्दोलनका जायज मागमा एमालेको पूर्ण समर्थन छ। तर आन्दोलनका नाममा संसद भवन, नक्खु जेल र सिंहदरबार जस्ता राज्यका संरचनामा भएको तोडफोड र आगजनीलाई एमालेले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारेको छ। हामीलाई विध्वंस र दण्डहीनता स्वीकार्य छैन। उहाँको यो भनाइले के स्पष्ट पार्छ भने एमाले युवा पुस्ताको भावना समेट्न चाहन्छ, तर उनीहरूको हिंसात्मक शैलीको भने विरुद्धमा छ। राप्रपाको विनाश नारा। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यो निर्वाचनका लागि एउटा निकै नै आक्रामक र भावनात्मक नारा अघि सारेको छ। भ्रष्ट हुनुभन्दा विनाश हुनु ठिक। राप्रपाले आफूलाई भ्रष्टाचार विरोधी सबैभन्दा कडा शक्तिको रूपमा प्रस्तुत गर्न खोजेको छ। अहिलेको समयमा बालेन शाह र रवि लामिछाने जस्ता पात्रहरूले भ्रष्टाचार विरुद्धको लडाईँलाई मुख्य एजेन्डा बनाइरहँदा राप्रपाले यो नारा ल्याएर क्लिन राजनीतिको कार्ड खेल्न खोजेको देखिन्छ। के यो नाराले आम जनताको मन जित्ला त? ओलीलाई किन भोट? एमालेका 30 बुँदे अस्त्र। नेकपा एमालेले केपी शर्मा ओलीलाई नै किन देशको प्रधानमन्त्री बनाउनुपर्छ भन्नेबारे 30 वटा बुँदाहरू सार्वजनिक गरेको छ। यस दस्तावेजमा ओलीको पालामा भएका विकासका काम, राष्ट्रवादको अडान र समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई मुख्य आधार बनाइएको छ। निर्वाचनको ठिक अगाडि यसरी 30 बुँदे कारण ल्याउनुको अर्थ विपक्षी दलहरू र विशेष गरी नयाँ शक्तिहरूलाई वैचारिक रूपमा दबाब दिनु हो। एमालेले यो दस्तावेज मार्फत आफ्ना कार्यकर्ताहरूलाई गाउँ गाउँमा ओली नै किन भन्ने प्रश्नको जवाफ लिएर जान निर्देशन दिएको छ। नेपालको आगामी चुनाव केवल व्यक्ति छान्नका लागि मात्र होइन, बरु एउटा नयाँ व्यवस्था र नयाँ भिजनका लागि लडाईँ बन्दैछ। एकातिर एमाले र काङ्ग्रेस जस्ता पुराना खेलाडीहरू आफ्नो इतिहास र काम देखाउँदैछन्, अर्कोतिर राप्रपा र रासोपा जस्ता शक्तिहरू नयाँ जोसका साथ मैदानमा छन्। तपाईलाई के लाग्छ? के एमालेको 30 बुँदे कारणले तपाईँको मन छुन्छ, वा राप्रपाको भ्रष्ट हुनुभन्दा विनाश हुनु ठिक भन्ने नाराले तपाईँलाई आकर्षित गर्छ? तपाईँको विचार कमेन्टमा पक्कै लेख्नुहोला। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक र सेयर गरिदिनुहोला। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला ताकि आगामी निर्वाचनका कुनै पनि अपडेट तपाईँबाट नछुटुन्। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार।